नमस्कार तथा हार्दिक स्वागत छ गणेश विश्वकर्मा ब्लग्स युट्युब च्यानलमा। आज म फेरि अर्को भिडियो मार्फत उपस्थित छु, जुन भिडियो रहेको छ उत्पीडित दलित कल्याण समाजको तेस्रो वार्षिक उत्सव समारोहमा आयोजना भएको कार्यक्रममा समाजसेवी आदरणीय अर्जुन श्रेष्ठज्यूले आफ्नो भनाइ प्रस्तुत गर्दै हुनुहुन्छ। अब भने भनाइ जोड्न चाहन्छु। विशिष्ट अतिथिमा फलेवास नगरपालिका उपप्रमुख शोभा कुमारी छेत्रीज्यू, नगरपालिका कार्यपालिका सदस्यज्यूहरू, नेकपा एमाले जिल्ला कमिटी नगर कमिटी अध्यक्षज्यू र वडा सदस्यज्यू र यहाँ उपस्थित हुनुभएका यस कार्यक्रमको लागि भव्य र सभ्य रूपमा चाहिँ सफल पार्न आउनुभएका आदरणीय उपस्थिति दाजुभाइ तथा दिदीबहिनीहरू, आज यस तेस्रो वार्षिक कार्यक्रममा उपस्थित हुन पाउँदा मलाई पनि असाध्यै गर्व लागेको छ र यो उपस्थिति देख्दा हामी 2038 सालमा चाहिँ 38 सालदेखि स्थापना गरेको चाहिँ नेवार कल्याण समाज अहिले पनि अवस्थित छ, त्यसैको झल्को लागिरहेको छ र यहाँहरू आज यो उपस्थितिले गर्दा 2072 सालको संविधानले पनि मौलिक हक अधिकार दिए अनुसार आज हामी यसरी उपस्थित हुन पाएका छौँ र यो उपस्थिति गर्दै गर्दा र यहाँको चाहिँ यो तेस्रो वार्षिक उत्सवको उपस्थितिमा पहिलो सुरुवात यसै समाजका अध्यक्ष भाइकाजी मेरा भान्जा उहाँले यसै देवस्थानमा चाहिँ सञ्चालन भएको 2038 सालमा चाहिँ अहिले हालसम्म चाहिँ सञ्चालित भएको नेवार कल्याण समाजलाई लिएर र त्यो नेवार कल्याण समाजको चाहिँ हरेक त्यहाँको क्रियाकलाप देखेर त्यसबाट प्रभावित भएर उहाँले यो फलेवास नगरपालिका वार्ड नम्बर 6 लाई पनि एउटा दलित समाजलाई चाहिँ व्यवस्थित गर्नको लागि चाहिँ कार्यक्रम सञ्चालन गर्नु पर्यो भनेर उहाँले त्यो कुरालाई चाहिँ उत्थान गर्नुभयो। त्यसै कार्यक्रमलाई चाहिँ मैले पनि उहाँलाई चाहिँ सुरु अवस्थादेखि नै सकिन्छ किन नसकिने यो समाज यहाँको भौगोलिक आधारमा चाहिँ साबिक 1 देखि 9 वार्डसम्मको चाहिँ दलित जातिहरूलाई समावेशी भौगोलिक आधारमा चाहिँ समावेशी गर्न सकिन्छ भनेर उहाँ 2080 सालमा चाहिँ अत्यन्तै लगनशील रूपमा चाहिँ लाग्नुभयो। त्यसको बावजुद उहाँलाई विभिन्न त्यहाँका समस्याहरू र हरेक कुराहरू योजना मागका कुराहरू र त्यो चाहिँ वडाभरिकै एउटा सञ्जाल गठन गर्ने प्रक्रियाका कुराहरू, विधानका कुराहरू, निवेदनका कुराहरू, निर्णयका कुराहरू हरेक कुरा मैले उहाँलाई चाहिँ साथ दिँदै आएको छु र अहिले पनि हामी चाहिँ उहाँको अडिटको विषयमा यस संस्थाको अडिटको विषयमा पनि के गर्न सकिन्छ भनेर हामी एक दिन यसो सामान्य हिसाब किताब पनि जुटेका थियौँ र त्यसले गर्दाखेरि यो अवस्थामा ल्याइ पुर्याउनु उहाँको ठुलो देन र यहाँहरूलाई मैले के अनुरोध गर्दछु भने यो समाज भाइ काजीको होइन, यो समाज यहाँहरू सबैको हो। यो संस्थागत रूपमा छ, व्यक्तिसँग चाहिँ होइन, कुनै चाहिँ राजनीतिक दलसँग चाहिँ आबद्ध भएको होइन। यो विशुद्ध एउटा समाजको रूपमा चाहिँ अवस्थित भएको छ र अहिले यो समाजलाई डोराउँदै तेस्रो वार्षिक उत्सवमा यहाँहरूलाई उपस्थित गराउनु भएको छ। यो संस्थागत यहाँहरूको संस्थागत रूपमा चाहिँ यहाँहरूका समस्या हरेक तपाईँहरूको चाहिँ अब विवाह वर्तन मृत्यु प्रयाण सबैमा चाहिँ सहयोगको भावना होस् भन्ने उद्देश्यका साथ यहाँ चाहिँ एक आपसमा यो समाज गठन भएको हो। त्यसले गर्दा यहाँ चाहिँ सामान्य व्यक्तिसँग चाहिँ होइन, यो संस्थागत रूपमा रहेको छ र यसको लागि चाहिँ फलेवास नगरपालिका हाम्रो आदरणीय नगर कमिटीका सदस्यज्यूहरू यहीँ हुनुहुन्छ र यहाँ चाहिँ यहाँको हरेक विकासका कार्यक्रममा, यहाँको संस्थागत विषयका कार्यक्रममा, यहाँको चाहिँ विभिन्न तालिमका कार्यक्रममा यहाँ नेत्र बाबुराम सर, नेत्र सर लगायत चाहिँ कमला सबै चाहिँ
निकै जोडबल गर्नुभएको अवस्था पनि हो। र अहिले आएर जुन चाहिँ यहाँलाई भाडा 11 वार्डमा चाहिँ भाडा दिने कार्यक्रम जुन चाहिँ उहाँहरूले ल्याउनु भएको, त्यो भाडा ल्याउने कार्यक्रम नै उहाँहरूकै योगदान हो। यहाँहरूकै माग अनुसार चाहिँ भाडा ल्याउनुपर्छ भन्ने उद्देश्य साथ यो 11 वडामा चाहिँ भाडा बाँडिएको छ। र यहाँ देवस्थानको लागि चाहिँ दुई ठाउँमा राख्नको लागि चाहिँ भाडा वितरण गर्ने कार्यक्रममा चाहिँ मैले पनि सहयोग गरेको थिएँ। र त्यो भाडा वितरण गर्ने क्रममा र भरपाईको रूपमा चाहिँ म पनि यहाँहरूको सहयोगी हस्ताक्षर गरेको छु। र त्यसलाई व्यवस्थित रूपमा चाहिँ सञ्चालन गर्न पक्कै पनि यहाँहरूले चाहिँ लाग्नुहुनेछ। र यहाँ हरेक दलित जातिहरूको कार्यक्रममा अहिले बाबु साहबले चाहिँ कुरा उठाउनु भयो, त्यो असाध्यै सान्दर्भिक छ। किनभने 2060-65 सालमा पनि म एउटा नेपाल सरकारको कर्मचारी भएको नाताले पनि हामी हरेक कार्यक्रममा दलित कार्यक्रम गर्नुपर्छ भने वार्षिक कार्यक्रम 1 वर्षकै कार्यक्रम सञ्चालन गरेर मैले बिनाबारीमा चाहिँ तपाईँहरू जस्तै दलित समूहमा चाहिँ कार्यक्रम सञ्चालन गरेको थिएँ। र अहिले यहाँहरूले पनि यो दलितको हकको विषयलाई लिएर यहाँ चाहिँ हाम्रो नगरको प्रमुख चाहिँ यहाँ सहभागी हुनुभएको छ। उहाँले पनि नीति तथा कार्यक्रममा चाहिँ वार्षिक रूपमा नै वार्षिक कार्यक्रम नीति तथा कार्यक्रममा चाहिँ दलितकै कार्यक्रम ल्याउनुपर्छ भन्ने हामीहरूले उहाँलाई आग्रह गर्नुपर्ने हुन्छ। र यो विषयमा उहाँले चाहिँ यहाँसम्म चाहिँ केही कुराहरू ल्याउनुहुन्छ। र यहाँहरू दलितको रूपमा चाहिँ हामी दलितै होइनौँ भन्ने विश्वासका साथ चाहिँ यहाँहरूलाई कामको आधारमा मल्लकालीन रूपमा चाहिँ कामको आधारमा बाँडिएको जातको आधारमा भएको दलित होइन। दलित भनेर चाहिँ तल्लो जातो भनेर यहाँ सम्झनु हुँदैन, कामको आधारमा बाँडिएको। त्यसले गर्दाखेरि यहाँहरू आफै पनि सचिनुपर्छ भन्ने लाग्छ। हामी दलित भएर पनि हाम्रो दलितको व्यवहार होइन, मानवीय व्यवहारले पनि हामी सचिनुपर्छ भन्ने यहाँहरूलाई मैले अनुरोध गर्छु। म धेरै बागलुङ जिल्लामा चाहिँ जाहिर खाएँ र हरेक कार्यक्रममा हामी चाहिँ दलित भएकै ठाउँमा चाहिँ धेरै कार्यक्रम लिएर गइयो। धेरै एनजिओहरू चाहिँ दलित भएकै कार्यक्रममा चाहिँ लिएर गएका थिए। र त्यहाँ चाहिँ कार्यक्रम गर्ने क्रममा चाहिँ बागलुङ जिल्लाको हरेक दलित समुदाय असाध्यै सभ्य समाज हुनुभएको छ। मैले यहाँलाई उदाहरणको रूपमा चाहिँ भनौँ बिनाबारे ठुलो परिवार 50-60 घर भएको एउटा बिनाबारे दलित समाज छ। त्यो समाजमा उहाँहरू यति सभ्य हुनुहुन्छ, यति सभ्य भाषा बोल्नुहुन्छ। उहाँहरूको घर माटाको भयो भने यति चिल्लो अवस्थामा राख्नु भएको छ। मैले त्यहाँ 1 वर्ष कार्यक्रम सञ्चालन गर्ने क्रममा उहाँहरूले भैँसी काटेर खानु भएन, राँगो काटेर खानु भएन। र त्यस्तो चाहिँ सभ्य रूपमा चाहिँ बसेको त्यो समाज छ। त्यसले गर्दा नि यहाँहरू पनि आफैमा सभ्य रूपमा चाहिँ रहनुपर्छ भन्ने कुरो चाहिँ यहाँहरू रहनुपर्छ भन्ने अनुरोध गर्छु।